फाइनली गाइज होइन म त सधैँ भ्लगको इन्ट्रो लिएर आउँथेँ होइन, आज चाहिँ केही अलग छ है। अनि मैले चाहिँ धेरै सोचेर चाहिँ होइन, म धेरै बनाऊँ भन्ने सोचेको थिएँ, मुकबाङ भिडियो लिएर आऊँ भनेर होइन। सो आज फाइनली होइन मैले चाहिँ मुकबाङ लिएर आएको छु। सो कस्तो हुन्छ होइन कमेन्ट गरिदिनु होला है। अनि कहिलेकाहीँ चाहिँ ट्राई होइन गर्नुपर्छ भन्ने होइन सोच आएर चाहिँ होइन, सो मैले ल्याइदिएको अहिले चाहिँ रातिको बेला होइन। सो केही गरौँ न भनेर होइन, सो त्यही भएर चाहिँ लिएर आइदिएको। अनि अहिले चाहिँ यहाँ चाहिँ छ मेरो होइन चाउचाउ होइन। सो स्पाइसी चाउचाउ, मैले स्पाइसी भन्नु त्यो मोलेर चाहिँ मन पर्दैन मलाई होइन। त्यसले हल्का ग्रेभी टाइपको ठिक लाग्छ र होइन। पछि यहाँ छ अन्डा, लोकल कुखुराको अन्डा होइन। अनि फेरि यहाँ छ हाम्रो पोर्क होइन, पोर्क र अनि त्यसपछि तोरीको साग होइन मिक्स गरेर चाहिँ होइन बनाउनु भएको छ मम्मीले। सो त्यही नै हो, अब चाहिँ खानुपर्छ है। अनि खानुभन्दा अगाडि चाहिँ मैले के भन्न चाहन्छु कि भन्दाखेरि यो चाहिँ मेरो फर्स्ट टाइम हो होइन मुकबाङ भिडियो बनाउन लिएर आएको होइन। अनि सेटअपहरू पनि यत्तिकै म जस्तै मन थिएन बनाउने, मतलब यत्तिकै होइन अचानक आयो कि यस्तो के अरे यो भिडियो मुकबाङ भिडियो बनाउनुपर्छ बनाऊँ भनेर होइन। सो त्यही होइन ट्राई कस्तो हुन्छ। अहिले चाहिँ फर्स्ट टाइम चाखिहालौँ है पोर्क खाउँ त। फर्स्ट बाइट खाएर भन्नु बोलेको थियो है त। मिठो छ, मिठो छ यो। अब म्यागी चाहिँ सरी के अरे अब मैले चाहिँ रामेन नुडल्स ट्राई गर्नुपर्ने हुन्छ। ठिकै छ है, मिठो छ। यसलाई पनि दोबारा खानुपर्ने हुन्छ। मैले चाहिँ होइन यसको ग्रेभी चाउचाउको ग्रेभी चाहिँ लास्ट मनपर्छ मलाई होइन। त्यही भएर चाउचाउको ग्रेभी बनाएको अनि मिक्स तरिकाले बनाइदिएको मिठो छ है। सागहरू राम यो चाहिँ हो है साग है। एकदम यम्मी छ है। अनि होइन अब मिठो छ है। पोर्कै देख्न सक्नुहुन्छ। मिठो है, एकदम मिठो है। अनि यसलाई मेरो फर्स्ट मुकबाङ हो होइन, के कस्तो लाग्छ होइन सो भनिदिनु होला। त्यसले आउने नि त्यही नि यसो बनाऊँ भनेर क्या होइन। मिठो है, कास्टमा चालेर उस गएको। अक्काबार खुट्छु होइन यो। अब अक्काबार खुट्छ भने त पिरै छ है। रामेन अनि के अरे मैले भन्ने के होइन पहिले पनि भनिरहन्थेँ होइन, अहिले पनि भनिरहेको छु होइन। युट्युबमा होइन के अरे भ्युज आएन भनेर चाहिँ होइन के अरे कहिले पनि क्या त्यो बनाउन चाहिँ नछोड्नु होला होइन। बनाइराख्नु होला होइन। किनभने होइन पछि गएर हामीले होइन
तिनीहरू भिडियो हेरेर चाहिँ होइन मोटिभेसन हेरेर मैले सानो यस्तो गर्थेँ मतलब मैले यस्तो गर्दै आएको छु होइन एउटा मोटिभेसन मिल्छ है आफ्नो भिडियोले गर्दाखेरि सो त्यही भएर भनिरहेको छु होइन यो चाहिँ मेरो फर्स्ट मुखबान होइन कस्तो लाग्यो भनिदिनु होला है ट्राई गरिरहेको छु होइन अब योभन्दा राम्रो गराउनु पछि हुन्छ होला है खास मैले चाहिँ भ्लगिङ चाहिँ गर्ने हो त्यो पनि बिच बिचमा यस्तो मुखबान पनि गराइदिनु भिडियो भनेर है सोचेर है मासु चाहिँ त्यस्तो मन त पर्छ त्यस्तरी चाहिँ पर्दैन है मेरो चाहिँ फेभरेट कुखुराकै है कुखुराको हो फेभरेट चाहिँ तर के नभए पर्क जस्तो बनाउनु भनेर हो यस्तो बबाल पर्छ है यो अन्डा अनि त्यसपछि फेरि पर्कहरू मम्मीले बनाएको अरू चाहिँ चाउचोहरू चाहिँ होइन करेन्ट चाउचो चाहिँ मैले चाहिँ बनाएको है किनकि मम्मीले बनाएर मोलेर बनाउनुहुन्छ नि त्यही भएर अनि मैले चाहिँ हल्का ग्रेभी टाइपमा होइन त्यो त्यस्तो तरिकाले बनाउँछु भनेर ग्रेभी टाइपबाट बनाइयो भने खाना पनि सजिलो हुन्छ नि मजा नि हुन्छ है अनि एउटा कुरा के अरे मैले पनि होइन जब म इन्डिया गएको थिएँ नि त्यस्तो सोचेको थिएँ कि मैले पनि युट्युब छोडिदिउँ भनेर होइन पछि होइन आफ्नो भिडियो आएर हेरिराखेँ होइन युट्युबमा हेर्नु गर्दाखेरि होइन गर्नुपर्छ होइन पहिला यस्तो गर्थेँ होइन तिन पुराना यादहरू होइन क्याप्चर हो क्या अहिले जे गऱ्यो नि तिनीहरू हेर्नु पलहरू क्याप्चर हुन्छ अनि पछि गएर भिडियोहरू हेर्न पनि सही लाग्छ नि ठिक लाग्छ नि यस्तो गर्थेँ त्यो गर्थेँ भनेर त्यही भएर चाहिँ बनाउने लक्ष्य मेरो त्यही हो उद्देश्य म युट्युबमा आएको भनेर मतलब भ्लग बनाउने कारण नै मेरो यही हो कि होइन जो म स्कुल टाइममा गरेको पहल हुन्छ नि त्यो सम्झिएर सुन्ने क्याप्चर हुन्छ नि भिडियोमा एउटा भिडियो भ्लग बनाएपछि क्याप्चर हुन्छ है अनि क्याप्चर हुन्छ है अनि त्यो कारणले चाहिँ मैले यो भ्लग बनाउनु स्टार्ट गरेको हो होइन क्याप्चर भएपछि होइन पछि जहाँ गर्ने हेर्न पाइयो नि त्यही भएर चाहिँ हो है अनि अहिले मैले बिच बिचमा तिनीहरू भिडियो पनि हेरिरहन्छ आफ्नो भिडियो है किनकि त्यो साथीहरूसित मिलेको है साथीहरूसित मिलेको यता ती पलहरू होइन त्यो राम्रै लाग्छ नि त्यही भएर अब तिनी पल चाहिँ फर्केर आउँदैन नि अनि त्यसपछि त्यही भएर चाहिँ एकबार क्याप्चर हुन्छ क्यामेरामा अनि हेर्न पाइयो साथीहरूसित होइन कहिले यस्तो गरिन्थ्यो भनेर कसैको भर्खर भनिदिनु होला गयो तर हक्काबार खुर्सानी चाहिँ पिरो रहेछ अनि खुर्सानी चाहिँ हाम्रो घरतिर छ है यो हक्काबार चाहिँ चाहिँ पोहोर सालको अहिलेको चाहिँ फल्दैछन् बच्दैछन् त्यो चाहिँ पोहोर सालको है अनि मैले पहिले पनि भनेको थिएँ सेटअप चाहिँ बिग्रियो भनेर होइन सो माइन्ड नगरिदिनु होला रातिको बेला हो रातिको बेला यत्तिकै मिलाएर बनाइदिएको यो चाहिँ पोर्क है देख्न सक्नुहुनेछ के अरे यो चाहिँ होइन अलि पोर्कको चाहिँ धेरै बोसो त्यस्तो बोसो छैन है
किनभने मम्मीले चाहिँ त्यस्तो धेरै वस्तु भएको चाहिँ खानुहुन्न नि, असर गर्छ नि भन्ने सोच छैन नि, त्यो कारण चाहिँ मम्मीले बोसो भएको चाहिँ ल्याउनु भएन। त्यही भएर चाहिँ बोसो चाहिँ त्यस्तो छैन होइन, अनि खान सक्छु। बोसो भएको चाहिँ मैले पनि खान सक्दिनँ है, पोहोरको चाहिँ बोसो भएको खानै सकिन्न, कुनै किन। मम्मी त्यहाँ ब्याकग्राउन्डमा साउन्ड हो क्या। यो देख्न सक्नुहुन्छ बोसो है। चाहिने के अरे उस गराको भए चाहिँ हुन्थ्यो होला, पिरो धेरै नै पिरो हुन्थ्यो होला, मुनेको यतिकै मुनतरी। यता चाहिँ छ यो अचार, मम्मीले बनाएर दिनुभएको थियो। यो चाहिँ टमाटर होइन, अनि त्यसपछि फेरि खोले यताति मिक्स है सबै। अचार यस्तो मिठो लाग्छ हो मेरो। यस्तै टमाटरको अचार पनि मेरो लास्ट फेभरेट है। एकदम मिठो, धेरै मिठो छ। अनि क्यामेरा चाहिँ बिग्रियो होला मेरो, झल्क्यो होला होइन, त्यसको लागि माइन्ड नगरिदिनु होला है। यो मैले चाउचाउमा पनि चाहिँ ओभर मिक्स अरू सामान पनि मिक्स गरेको है। लसुनको पोती है यो। मलाई लसुनको पोती उसिनेर खान यस्तो मनपर्छ। ओभरी भाषा हो पर्क। चटनी मिठो छ, एकदमै मिठो छ है।
मैले चाहिँ साँच्ची धेरै जति नै ट्राई गरेको थिएँ पहिला मुगा मिठो ल्याउँछु भनेर होइन अहिले फाइनली ल्याउन पाइयो है। साग काम टोलेको टोलेको साग यस्तो मिठो छ नि नसुन। नाइस एकदम मिठो छ। ए1 बनेको छ है। फाइनली गाइज होइन मैले चाहिँ खाएर सकिसकेँ है। आजको भिडियो के कस्तो लाग्यो होइन मिठो र प्यारो कमेन्ट गरिदिनु होला नि। मेरो क्यामेराको हालत थाहा छ मलाई होइन सो मान्नु गरिदिनु होला नि के कस्ता कमजोरी छ होइन त्यो भिडियोमा सो भनिदिनु होला। अनि यो सेटअप चाहिँ मैले यत्तिकै बनाइदिएको है। बिहान चाहिँ अहिले रातिको 10-11 बजिसकेको छ। अहिले भिडियो बनाएको छु है। अनि त्यही हो सपोर्ट र माया देखाइदिनु होला है त्यही भन्न चाहन्छु कि जस्ट आजको मुखपान चाहिँ सकियो फाइनली भयो। अनि ओभरै खाइदिए चाहिँ मैले आज है। सो आजको लागि बाई हामी चाहिँ नेक्स्ट ब्लगमा मिल्नेछौँ। तब तकको लागि बाई।